ए बल्ल भाउ यार छी 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 त्यति मैले मेसै पाउन्न यार दिमाग खराब यसलाई क्लिप गरेर फालिदिन्छु तर ओ म्याउ 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 खासु अन्य चिच्चाको त यार क्यामेरा रेकर्डिङ भएन त चिच्चाइदिउ त म्याउ म्याउ गरिदिउ म्याउ म्याउ ऊ त हो हाम्रो देव क्या रे त म नामै आउनु केही गर्नु मैले होइन उज्जा बिरेले त त्यो टोपी तँ कौन खोइ कहाँ गयो त क्याप्टेन ले त तँ लेन लेन हाम्रो प्यालो रोग लागेको स्कुल ओ केटा हेर न त्यहाँ फर्म भरिरहन् मनलाई बुझ र मेलम चाहिँ खानपानी सेवा हो कि यो त ओइ 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 विचार मैले तिम्रो पनि फोटो खिचिदिन्छु भनेको थिएँ मैले फेरि मेरो मात्र खिचेँ हाततिर तँ फर्मको के पछि केही मिस्टेक पछि सरले केही मिस्टेक भएर केही रद्द गऱ्यो भने त्यहाँ हेरेर सच्याउन सकिन्छ नि हामी अब अहिलेको सोचेर भएन कि अब एसी आयो फ्युचर प्लान इन्डिया जाने 10 कम्पनीमा अब क्यामेरा स्ट्यान्ड लिएर हिँड्न पर्यो कि विशाल तिम्रो टोपी यसो रुक न विशाल भोलि खाम लागे साँच्चै हेरौँ न त्यो पैसा किन खर्च गर्छ विशाल रुक न टाइट हुन्न आगा जाँदै नि भयो यस्तो पनि भयो ल विशाल ल हामी गयो नि घर हामी गयो नि घर ए भएको मुला छोड विशालले यस्तो कठिन अवस्थामा पनि यस्तो गरेछन् हाम्रो भोटे बास यस्तो फोरो फोरो शब्द नबोली नि हुने हो नि यार हाम्रो त यार बच्चादेखि बुढोले हेर्छ के बोलो यार यस्तो नि यार तेरी बिगार दिनु भयो नि हाम्रा किडन्यापर गए देख्छ म पठाइदिन्छु मैले त्यसलाई फोटो बिनेर देखेँ के हुन्न अर्कोले नदेखेको किनभने चाहिँ तेरो कोठा आएर चामल खाइदिन्थ्यो क्या सौगे क्यामेराम्यान जल्दी फोकस गरौ मेरो मनलाई बुझन ए सरले यहाँ भर्खर पल्टाएर गएछ नि यार भाइ सुनिल कहाँ पल्टाउने तिमीले होइन
यो टायर कसको हो यो ओए सिआइडी बन्न पर्छ क्या म त यस्तो जुम गरी रहु साका मेरो कति पछिको अवस्था विशाल ल बल्ल हान ल के थाहा भयो सन्त तिम्रो मोबाइल हान्दिछु ल आन जोडले समातै ल हुन्छ मुरा लाग्छ ल विशाल यता क्यामेरा लायो भने भजक्कै जाला है सुस्त आना के विशाल सिनेमेटिक ओए तेरीमा कि यहाँ सिनेमेटिक सर्ट आना मलाई ओए ठ्याप्प बन्द हुने फोल्डिङ फोन हो के अरे यस्तो भल गरौ नि बन्द हुने बेला बाई भन्ने बेला एउटा सधैँ ढप्प गरेर बन्द हुने भल नतन चुप्प दिने चुप्प तेरी चाइनाबाट राम नेपाल र चाइना हेरे ट्याङ्क गोला बारुद छ अरे उसायो हेर त कोही सरबास जुन गरी खिचम्ला सर कोही नै उसके के अरे अरे स्कुल बस आयो के पुरानो स्कुल बस 4 नम्बर बसेको बस भिडियो न होइन त्यहाँ कोही चिनेका भए त गाँड फाड फटालिन्छ हेरे तिमीले यो त चिन्छु गर्नु त्यसो भात खिचेर नि हजुर यो बाटोलाई नर्सरी जानु खर्चिङ यहाँ जानु हुँदै भएको थियो खर्चिङ मैले रास्ता बताइदिएँ मैले 2 जनालाई पाप गराइदिएँ भ्याइयो अब ए पुण्य गराइदिएँ भ्याइयो अब म अब अमर भएँ मलाई भगवान् भएँ म गौतम बुद्धको आरको रूप भएँ ल मलाई ढोकिदियो जम्मैले बुढेको जम गरी खिचिदिन्छु भ्यान्छ गुजिया राम मैले खिच्छु भने यहाँ एसी आउन लाएर हो नत्र मैले खिचिदिन्थेँ ओए यस्तो त बहुत कडै भ्युज आउँथ्यो यार विशाल यार यो भर्खर खिचिया त वहाँसम्म बिना रेकर्ड गरी होलो नि सोगे छिक त ए सौरभ बास सौरभ यता हो त सौरभको घरि यो नि खसुला त रेकर्ड त भयो नि अब यहाँ देखिन्छ खर्जिङ लाइभ केटाकेटी पढ्दैछन् अरे ढुङ्गा खेती के केटाकेटी नास्ता लान बल्ल केही देखिन्न साला यो घाम किन लाग्दो चाउचाउको सुप विशालले त्यसलाई राजा चाउचाउको सुप भनेर ठुलो गल्ती गरेका छन् क्यान्टिन अब देख्न सक्नुहुन्छ लाइभ समाचार रुरु एफएमको द्वारा झन् झन् झेला झन् कुखुरा पालन खेती ओ तेरी तो ओए अरे त बस स्ट्यान्ड थाहा लाग्यो बस स्ट्यान्डमा बसिरहन्छ गाउँको बस कता गएछ त्यहाँको मेरो बस बिहानको बस बस अब हामी रिसोर्ट आइदियौँ अति बिल्ला चाहिँ हुने चाहिँ यार पछि रेकर्ड गरेर आफ्नो भोइस सुन्दा त यार म त हेर्दिनँ यार भिडियो म त पछि भाडा मार्ने बेला हेर्ने
त 10 मिनेटको भइसकेछ यार वाट्सएपमा कति दिन जाने हो छ्या ए पाट भाइ